ब्रेकिङ अपडेट मध्यपूर्वमा रहेको इरान र अमेरिका बीचको युद्ध र तनाव फेरि पनि सुरु भएको छ। युद्ध विराम र शान्ति वार्ताको बीचमा अमेरिकाले इरानमाथि मे 27 को रातमा भयङ्कर हवाई आक्रमण गरेको छ। उक्त आक्रमण भने इरानको रणनीतिक बन्दरगाह सहर र बन्दर आवास क्षेत्रको सैन्य अड्डा र ड्रोन नियन्त्रण केन्द्रमा चाहिँ आक्रमण गर्यो भनेर दाबी गरेका छन्। भने उक्त आक्रमण भने अमेरिकी सेनाका अनुसार उक्त आक्रमण भने इरानको ड्रोन गतिविधि रोक्नको निमित्त भनेर आक्रमण गरेको भनेर दाबी गरेको छन्। भने त्यसको केही समय पछाडि नै परिस्थिति एकदम जटिल र एकदम खतरनाक र डरलाग्दो अवस्थामा परिणत हुन्छ। इरानको आइआरजिसीले रिसाउँदै अमेरिकालाई चेतावनी दिँदै भनेको छन् कि अमेरिकाले युद्ध विराम र शान्ति वार्तालाई ठाडो उल्लङ्घन गरेको छ, जसले गर्दा अमेरिकाले गरेको आक्रमणको हामी प्रतिकार र बदला लिन्छौँ र प्रति आक्रमण गर्नेछौँ भनेर इरानको आइआरजिसीले त्यस्तो खालको चेतावनी दिएको छन्। भने अमेरिकाले सबभन्दा ठुलो मूल्य चुकाउनु पर्नेछन् भनेर चेतावनी दिएको केही समय लगत्तै इरानले चाहिँ अमेरिकाको सैन्य बेस क्याम्पमा चाहिँ आक्रमण ड्रोन र मिसाइल आक्रमण गर्यो भनेर दाबी गरेको छन्। भने त्यो चाहिँ एकदम अमेरिकाले गरेको अमेरिकाको आक्रमणको बदलाको स्वरूप हामीले आक्रमण गरेको भनेर इरानको आइआरजिसीले दाबी गरेको छन्। भने यसले के देखाउँछ भने मध्यपूर्वमा रहेको कुनै पनि देशमा अहिले युद्ध मडारिरहेको छ, जसले गर्दा मध्यपूर्वमा रहेको देशहरू दुबई, कतार, साउदी अरब हरेक देशमा चाहिँ अहिले साइरनहरू बजिरहेछ, हाई अलर्टमा रहेको छन्। भने यसले के देखाउँछ भने एउटा युद्ध विराम र शान्ति वार्ता एउटा समय किन्ने एउटा रणनीति मात्र हो। यसले के देखाइरहेको छ भने अब यसले मध्यपूर्वमा मात्रै तनाव र युद्ध होइन कि यसले चाहिँ तेस्रो विश्वयुद्धतर्फ चाहिँ धकाल्ने सङ्केत दिएको छन् भनेर विश्लेषणहरूले विश्लेषण गरेको यो अवस्थामा भने विश्लेषकहरूले के भनिरहेको छन् भने इतिहासलाई हेर्ने हो भने हरेक युद्ध शान्ति वार्ताको बीचबाट चाहिँ सुरु भएको छ कि त्यस्तै त दोहोरिँदै छैन यो युद्ध मध्यपूर्वमा भन्ने खालको चाहिँ त्यस्तो खालको विश्लेषण गरिरहेको यो अवस्थामा भने स्टेट अफ हर्मुजमा तनाव र बन्द हुँदाखेरि विश्वभर तेलको सर्टेज र तेलको मूल्य वृद्धि भएको छ भने विश्व अर्थतन्त्रलाई सबभन्दा ठुलो असर परेको छ। विश्वभरको ध्यान अहिले मध्यपूर्वमा रहेको छ र विशेष गरेर स्टेट अफ हर्मुजमा केन्द्रित भएको छन्। भने अहिले इरान र अमेरिका बीचको युद्ध कहिले अन्त्य हुन्छ भनेर विश्वभरबाट एउटा प्रश्न गरिरहेको यो अवस्थामा भने के साँच्चै यो सङ्केतले के देखाउँछ कि अमेरिकाले चाहिँ युद्ध विराम र शान्ति वार्ताको बीचमा इरानमाथि यसरी भयङ्कर हवाई आक्रमण गर्नु, त्यसको प्रतिकारमा इरानले पनि अमेरिकाको सैन्य बेस क्याम्पमा चाहिँ आक्रमण गर्नु, ड्रोन र मिसाइल आक्रमण गर्ने के सङ्केत देखाउँछ भने एउटा यो युद्ध विराम र शान्ति वार्ता भने एउटा समय किन्ने एउटा रणनीति मात्र हो, एउटा युद्ध सुरु हुनुभन्दा अगाडि गरिएको खतरनाक एउटा राजनीतिक एउटा खेल हो भनेर एउटा खालको विश्लेषण भइरहेको यो अवस्थामा भने अब कहिले अन्त्य हुन्छ त युद्ध भन्ने आम विश्वबाट एउटा खाल प्रश्न गरिरहेको छन्। भने यसले विश्व अर्थतन्त्रलाई सबभन्दा ठुलो असर परिरहेको छ, सबभन्दा ठुलो समस्या भनेको अमेरिकालाई नै परिरहेको छन्। भने तपाईँको प्रतिक्रिया के हुनसक्छ कि इरान र अमेरिका बीचको युद्ध यो शान्ति वार्ता पर्दा अगाडि गरिएको शान्ति वार्ताको यो नाटक र पर्दा पछाडि गरिएको यो भयङ्कर युद्धको तयारी यसले के देखाउँछ कि मध्यपूर्वमा फेरि पनि एउटा सबभन्दा ठुलो विस्फोटको एउटा सङ्केत हो त यो ठुलो विस्फोट अथवा ठुलो विस्फोटको यो सङ्केत हो या तेस्रो विश्वयुद्धको सङ्केत हो? यो तपाईँको लागि प्रश्न। कृपया तपाईँको आफ्नो प्रतिक्रियाहरू कमेन्ट बक्समा लेख्नुहोला। यस्तै अपडेट र इन्फर्मेसनको निमित्त मलाई फलो गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्।